मासु बिनाको झोल र स्टार बिनाको फिल्म कहाँ चल्छ र भन्थे। तर अरुण छेत्रीले आफ्नो दमदार कामले सबैको मुख टालिदिएका छन्। हो, अरुण छेत्री हिजोसम्म कता कता अलमलिएको एउटा ठिटो आज रातारात नेपाली बक्स अफिसको बाहुबली कसरी बने। पल शाह, प्रदीप खड्का र धीरज मगर जस्ता स्टारहरूको रेकर्डलाई एउटै झड्कामा पछारेर उनले जुन जादु देखाए नि, सबैले जिब्रो टोक्न बाध्य भएका छन्। गौँथलीले उडान भर्दा के नेपाली सिनेमाले आफ्नो नयाँ स्टार पाएकै हो त? पल शाहको मोहर होस् कि त प्रदीप खड्काको पुजार सार्की, सुहाना थापा र प्रकाश सपुतको परालको आगो होस् कि धीरज मगरको माइती घर, सबैका रेकर्डलाई अरुण छेत्री अभिनीत फिल्म गौँथलीले 10 दिनमै उछिनेर इतिहास रचिदिएको छ। फिल्म गौँथलीले 10 दिनमै 7 करोड 42 लाख रुपियाँ ग्रस कलेक्सन गरेको छ। बक्स अफिस पण्डितहरूको पनि दिमागले चकमा खाएको छ। डाक्टर कपिल रिजाल निर्देशनमा सिङ्गो टिमले गरेको मेहनतले सिधै चमत्कार देखाएको छ। फिल्ममा सिमरन खड्काको कामको पनि तारिफ भएको छ। साउन 1 गतेबाट प्रदर्शनमा आएको यस फिल्मले 10 दिनमा 2,60,252 वटा टिकट बेचिसकेको छ। गत शनिबार त 1 करोड 65 लाख र आइतबार 1.5 करोडको व्यापार यो वर्षकै नेपाली फिल्मले गरेको सबैभन्दा ठुलो एक दिने कलेक्सन हो। नेपालमा 1.5 करोड लगानी भएको फिल्मले 3.5 करोड व्यापार गरे मात्रै हिट मानिन्थ्यो। तर गौँथलीले त सिधै दोब्बर भन्दा बढी कमाएर वर्षकै पहिलो ब्लकबस्टर फिल्मको ट्याग भिडिसकेको छ। अहिले 1 नम्बरमा रहेको लाली बजारको 9 करोड 32 लाखको रेकर्ड पनि यही साताभित्र गौँथलीले ध्वस्त पार्ने निश्चित देखिएको छ। दर्शकबिन, अरुण छेत्रीको काम तपाईँलाई चाहिँ कस्तो लाग्यो? यो फिल्म हेर्नु भयो कि भएन? तपाईँले चाहिँ आफ्नो प्रतिक्रिया कमेन्ट बक्समा राख्नुहोला।